यदि तपाईहरू जापानिज भाषा पढ्ने मुड बनाइरहनु भएको छ या पढिरहनु भएको छ भने तपाईहरूले अहिलेको लागि सोच्नुपर्ने एकदम मुख्य कुरा के हो भन्दाखेरि तपाईँले पढिरहेको कन्सल्टेन्सीले तपाईँलाई फ्युचरमा जापान पुर्याउन सक्छ कि सक्दैन, तपाईँको लागि डिमान्ड ल्याउन सक्छ कि सक्दैन भन्ने कुरा सोचेर मात्रै त्यो कन्सल्टेन्सीमा पढ्ने भनेर छिर्नु होला है। किनकि तपाईँले N5, N4 स्किल, JFTको प्रिपरेसन, स्किलको प्रिपरेसन सबै एकै ठाउँमा गरेर त्यहाँ पास गरेर त्यसपछि त्यही कन्सल्टेन्सीबाट आएको डिमान्डहरूमा चाहिँ तपाईँले इन्टरभ्यूहरू दिएर सिलेक्ट भएर त्यहीँबाट पास गरेर जान एकदमै सजिलो छ के। जसले चाहिँ एकै ठाउँबाट गर्छ त्यसलाई सजिलो हुन्छ, तर जसले चाहिँ ठाउँ चेन्ज गरेर पढ्छ, अनलाइन फिजिकलदेखि लिएर हुन्छ नि अलग अलग टिचरहरूसँग पढ्दाखेरि चाहिँ तपाईँ पास त हुनुहुन्छ, तपाईँको हातमा सर्टिफिकेट त हुन्छ, तर तपाईँले एप्लाई गरिदिन्छ चाहिँ कसले? कसैले पनि तपाईँको एप्लाई गर्दिन है। त्यो मैले भोगेको एक्सपिरियन्स हो। म पनि पास भएँ, जेएफटी पास छ, खाइको पास छ, हातमा सर्टिफिकेट छ। हरेक कन्सल्टेन्सीको दैलोमा मैले धाएको छु के बुटोलको। हरेक कन्सल्टेन्सीमा जाँदा उनीहरूले हाम्रो स्टुडेन्टहरू यति धेरै हुनुहुन्छ, तपाईँको पालो त खै पछि आउँछ भनिदिने के। अनि मलाई यस्तो चित्त दुख्थ्यो। अनि मलाई त्यतिखेर फिल हुन्थ्यो कि काश मैले एउटै राम्रो कन्सल्टेन्सी चुज गरेर पढ्नु पाएको भए यति दुःख पाउँथेन होला, मैले यतिखेर म पुगिसक्थेँ होला उहाँ भन्ने फिल हुन्थ्यो कि। त्यही भएर तपाईँहरू पनि पढ्ने तयारी गर्दै हुनुहुन्छ भने त्यो कन्सल्टेन्सीले मलाई जापानसम्म पुऱ्याउँछ कि पुऱ्याउँदैन भनेर विचार चाहिँ गर्नु होला है साथीहरू। एकदम इम्पोर्टेन्ट छ यो कुरा चाहिँ।